नमस्ते सबैजनालाई। अहिले नेपालको अवस्था एकदमै गम्भीर छ। म सबजना साथीहरूसँग म एउटा रिक्वेस्ट गरिरहेको छु। खासमा जुन साथीहरू बोर्डर एरियामा बसिरह हो, प्लिज बोर्डर एरियामा शान्ति बनाइराख्नुस् हैन। किनकि इफ बोर्डर एरियामा केही भयो भने हैन, त्यो बोर्डरको एरिया एकदम कमजोर भइहाल्छ। अनि इन्डियन एसएसबी रेडी छ नेपालमा घुस्नको लागि। अनि एकचोटि इन्डियन एसएसबी नेपालमा घुस्यो भने हैन, हाम्रो नेपाल हाम्रो हातबाट जान्छ। सो प्लिज सब साथीहरूसँग म रिक्वेस्ट गरिरहेको छु, कृपया बोर्डर एरियामा शान्ति बनाइराख्नुस्। अनि बोर्डरमा आफ्नो नजर बनाइराख्नुस्। अनि बोर्डर एरियामा बस्ने साथीहरू प्लिज अपडेट गरिराख्नु बोर्डर एरियामा के भइरहेछ। इफ इन्डियन एसएसबी घुस्यो भने हैन, हाम्रो नेपाल हाम्रो हातबाट गइहाल्छ। नेपालको अवस्था एकदमै कमजोर छ। सो प्लिज साथीहरू कृपया ध्यान दिनु होला। अनि प्लिज जेन को नाममा लुटपाट नगर्नु। यो हाम्रो उद्देश्य थिएन। हाम्रो उद्देश्य करप्सनको विरुद्ध थियो। सो प्लिज नगर्नु होला यस्तो काम। धन्यवाद।